फिल्म कस्तुरी निर्माणको घोषणा गरिएको छ। धीरज अग्रवालको लगानी रहने यो फिल्मलाई 10 इन्टरटेनमेन्ट प्रणालीको ब्यानरमा निर्माण गर्न लागि हो। रित बोहराको कथा र निर्देशनमा बन्न लागेको फिल्मलाई सस्पेन्स थ्रिलर जनारामा निर्माण गर्न लागि हो। फिल्ममा रहस्य, डर र उत्सुकता मिसिएको छ। यो फिल्ममा नायक निखिल उप्रेती र नायिका वर्षा शिवाकोटीको मुख्य भूमिका रहनेछ। यस्तै फिल्ममा निशा अधिकारी, बर्जेस खनाल, शेखर चापागाई र निर्मल शर्माको पनि फिल्ममा अभिनय छ। बर्जेस खनालले लेखेको फिल्ममा आलोक शुक्लाको छायाङ्कन रहनेछ। फिल्ममा प्रशान्त शिवाकोटीको सङ्गीत रहने पक्का भएको छ। फिल्मको छायाङ्कन मङ्सिरबाट काठमाडौँमा सुरु हुनेछ। फिल्म कस्तुरी निर्माणको घोषणा गरिएको छ। धीरज अग्रवालको लगानी रहने यो फिल्मलाई 10 इन्टरटेनमेन्ट प्रणालीको ब्यानरमा निर्माण गर्न लागि हो। रित बोहराको कथा र निर्देशनमा बन्न लागेको फिल्मलाई सस्पेन्स थ्रिलर जनारामा निर्माण गर्न लागि हो। फिल्ममा रहस्य, डर र उत्सुकता मिसिएको छ। यो फिल्ममा नायक निखिल उप्रेती र नायिका वर्षा शिवाकोटीको मुख्य भूमिका रहनेछ। यस्तै फिल्ममा निशा अधिकारी, बर्जेस खनाल, शेखर चापागाई र निर्मल शर्माको पनि फिल्ममा अभिनय छ। बर्जेस खनालले लेखेको फिल्ममा आलोक शुक्लाको छायाङ्कन रहनेछ। फिल्ममा प्रशान्त शिवाकोटीको सङ्गीत रहने पक्का भएको छ। फिल्मको छायाङ्कन मङ्सिरबाट काठमाडौँमा सुरु हुनेछ।